हेलो दर्शकबिन सबैलाई नमस्कार। म चाहिँ अहिले हाम्रो आफ्नै जन्मथलोहरू देखाउँदै गइरहेको छु दसैँको माहौलमा। यो चाहिँ मेरो जन्मभूमिहरू। उता चाहिँ पारी हाम्रो चाहिँ त्यो पुर्खैदेखि हाम्रो चलिआएको रीतिहरूमा अनुसारमा हाम्रो यो चाहिँ दर्का भन्ने गरेर चिनिन्छ। अनि त्यसै गरेर देख्न सक्नुहुनेछ त्यहाँ चाहिँ मत्रा गाउँमा हो आफ्नै। र मेरो अरू गाउँहरू ठाउँहरू सबैमा तपाईलाई देखाइदिन्छु, हेर्नु होला सबैजनाले ल। मेरो चाहिँ यो उता पारितिरको गाउँ कार्की गाउँ लगायत भोर लगायत बुर्गिया लगायत यो चाहिँ मेरो आफ्नै जन्मथलहरू। दसैँको माहौलमा यसो मैले किनकि यो भिडियो बनाउन किन गइरहेको कि हाम्रो यता चाहिँ युवाहरू एउटा पनि छैन, रमाइलो पनि त्यति छैन। अहिले एकदम रमाइलो चाहिँ धेरै कम छ। यो चाहिँ दसैँ तिहारको माहौल हो। अहिले म चाहिँ दसैँमा छु घरमा। म चाहिँ तिहारमा हुन्न सायद, किनकि म अब युवाहरू सबै खाडीतिर गएपछि म पनि खाडीतिर लाग्न लाग्छु। यहीतिरको मेरो छ भिजा चाहिँ। म चाहिँ अब जान लाग्छु करिब करिब अबको एक हप्ताभित्रैमा। यो चाहिँ मेरो सबै आफ्नो गाउँहरू र हजुरहरूको गाउँ पनि हुनसक्छ यहाँ चाहिँ। यसो हेरेर लाइक कमेन्ट सेयर गर्नु होला लगायत। यो चाहिँ पारितिरको केटाले होला सायद, मौसम आज नि अलि गडबड छ। पारितिर हेर्नुहोस् यति रमाइलो ठाउँ छ कि किनभने यो चाहिँ जक्तिपुर है। जक्तिपुर हजुरहरूले भनेपछि चिन्नुहुन्छ होला। जाजरकोट कर्णाली प्रदेशको चाहिँ यो जाजरकोट पनि एकदम बिकट नै हो। रोल्पा रुकुम लगायत उता चाहिँ सल्यान पहाडतिर, उता चाहिँ रुकुम र यो चाहिँ हाम्रो राल गाउँ भन्ने हाम्रो यो 12 नम्बर वडा पर्छ लगायत हाम्रो यता आफ्नै घरहरू। म चाहिँ अहिले एउटा भ्लग बनाउन गइरहेको छु। हजुरहरू हेरेर एकदम यो सबैसम्म पुर्याउनु होला। कस्तो लाग्छ हजुरहरूले लाइक कमेन्ट सेयरमा भन्नु होला। यो चाहिँ मेरो गाउँ अहिले दसैँमा एकदम रमाइलो नै छैन, किनकि यहाँ युवाहरू छैनन्। उता चाहिँ पारि मेरो घरहरू छ, मेरो छिमेकीको घर लगायत मेरो आफ्नै गाउँहरू। ल मेरो सबै छरछिमेकीहरूले हेरेर सबैलाई लाइक सेयर गर्नु होला। एकदम म चाहिँ फेस देखाउन गइरहेन अहिले मेरो, किनकि बच्चा काखमा छ। पारितिर चाहिँ हाम्रो दर्का है। उता चाहिँ आज बोकाहरू हजुरको करिब करिब आज चाहिँ लाखौँको हिसाबले काट्न गइरहनु हुन्छ उहाँहरू चाहिँ। उहाँहरूको पुर्खौँदेखिको रीति हो। ऊ यता पारि यो मोबाइल क्यामेरा पनि हल्लिरहेछ। सल्लाहको रुख छ, ठुला ठुला 2-3 छ र लगायत म पारितिर देखाउन गइरहेँ। ल हेर्नु होला। फाइनल्ली म चाहिँ यति नै भिडियो बनाउन गइरहेँ। हाम्रो चाहिँ दाइ हुनुहुन्छ, उहाँ चाहिँ भर्खरै मलेसियाबाट आउनु भएको छ। यो युट्युबमा गइरहेछ। मेरो अफिसियल मुटु छ।